हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ हाम्रो सानो यो छोटो भिडियोमा। हामी चाहिँ कोरियाको च्याउ खेतीमा काम गर्दैछौँ अहिले। हेलो साथीहरु, नमस्ते। अरु साथीहरुले त च्याउमा गाह्रो हुन्छ काम भन्छ, तर वास्तविक चाहिँ अब गाह्रो हुनु दाजु, च्याउको काम गाह्रो होइन हो। त्यो यस्तो हुन्छ जस्तो लाग्छ है, च्याउ पनि अब धेरै थरी हुन्छ। हाम्रो च्याउ गाह्रो त हुँदैन, त्यो अन्त अलि त्यो हुन्छ नि, त्यो फेजी आफै यस्तो यो डल्ला आफै बनाउनु पर्ने कम्पनीमा चाहिँ अलि गाह्रो हुन्छ अरे। यो बनाउनु पर्यो नि त, मेसिनसँग काम गर्नु पर्यो, धुलो यताउता हुन्छ अरे। हाम्रो त यो किनेर ल्याउँछ बाहिरदेखि, सिधै चाइनाबाट ल्याउँछ हाम्रो साउले। अनि यो ल्याउने, राख्ने, टिप्ने, त्यो फाल्ने, यस्तो के गाह्रो छ? के गाह्रै छैन अब कसैको हुन्छ होला, तर काम गाह्रो हुँदैन। अब अरू चाहिँ अलि यताउता अब सुविधाहरू अलिक कम होला, त्यही सुविधाहरू हुँदैन। अलिक पैसा भने जस्तो अब अन्त जस्तो पशुपालनतिर अलिक पैसा चाहिँ बढाइदिन्छ नि त, त्यस्तो बढाइदिन्न। अब अलि त्यस्तो पैसा हुन्न, तर काम चाहिँ गाह्रो हुँदैन। मान्छेले कसैलाई हुन्छ, कसैलाई गाह्रो पनि लाग्न सक्छ, तर मलाई चाहिँ गाह्रो लागिरहेको छैन, काम चाहिँ सजिलो हो। ठिकै छ है। कति भयो आउनुभएको भाइ? म त भयो नि यार, 2 वर्ष हुन थाल्यो। अब त डिसेम्बरमा 2 वर्ष हुन्छ त कोरिया छिरेको त। त्यसो भए काम ठिकै भइरहेछ हैन त? महिनाको 3 लाख कमाइँदैछ। 3 लाख त के हुन्थ्यो, त्यति हुन्थ्यो भने त सबै च्याउमै आउँथ्यो होला दाजु। त्यही 3 लाख त हुँदैन। 3 लाख भयो त मान्छे बङ्गुर फार्ममा अन्त गएर त्योमा गन्ध खानुभन्दा त यही हो त्यो होला। किन अन्त भन्दा काम चाहिँ यहाँ गर्नु पनि अलिक सजिलो जस्तो हैन त? तपाईको गन्ध सन्द नहुने हैन? काम चाहिँ ठिक हुन्छ है। अब टेम्परेचर पनि एकदम ठिक्कको हुन्छ। जाडोमा पनि त्यही 20 डिग्री 18-20 डिग्री हुन्छ भित्र, अनि गर्मीमा पनि त्यही हो। बाहिर लास्ट गर्मी हुन्छ नि त, त्यतिखेर भित्र अनि शीतल हुन्छ। अनि एसी चलाउँदा उ त्यो कुलर एसी हो, त्यो चलाउँछ, अनि चिसो हुन्छ। अनि त्योबाट तातो चिसो फाल्छ क्या, त्योबाट हावा तातो हावा नि फाल्छ। अनि जाडोमा चाहिँ तातो न्यानो हुन्छ। अनि ठिक हुन्छ, गजब हुन्छ हौ। जस कोरियामा काम छोडेर बसिराख्नु भएको साथीहरुले चाहिँ अब यसो अन्त काम यसो गन्ध सन्द दुर्गन्धहरू हुने ठाउँमा काम गर्नु राम्रो लाग्दैन भनेपछि यसो च्याउ खेतीमा पनि अलिकति ट्राई गर्दा हुन्छ। अब यस्तो काम राम्रो हुन्छ। कोही अब साउको व्यवहार पनि हुन्छ, साथीभाइ काम गर्ने साथीभाइहरूको व्यवहारले पनि अब नराम्रो लाग्छ नि त। काम त अब आएपछि त जे भयो नि गर्नु परिहाल्छ। सबैले गरिरहेछन्, नगरेर त्यो कम्पनीबाट चलिरहेन होला हैन। त्यो जुन गाह्रो भनिरहेछन् नि हामीले त, त्यो कम्पनीमा पनि त मान्छे अरूलाई गरिरहेको नि त, उनीहरूले त सजिलै मानेर गरिरहेन्। जस्तो त मान्छेको आफ्नो आफ्नो यो व्यक्तित्वमा फरक पर्ने रहेछ क्या, गाह्रो साह्रो भन्ने चाहिँ जस्तो लाग्यो हैन त भाइ? त्यही हो। अब गर्न गरिहालिन्छ जे काम पनि हामीले हैन। बङ्गुर पनि गरेला, गाईमा पनि गरेला, अब च्याउमा या त अरू टमाटर हुन्छ नि त एग्रीतिरको। अब आफ्नो बित्तिकै यसो 1-1.5 महिना चाहिँ अब जे काममा पनि गाह्रै हुन्छ हैन? अलिकति त्यो त बानी नपरेर हो। ठाउँ फरक पर्छ, आफ्नो नेपाल छोडेर आएको अर्काको देशमा भाषा अलिकति कम्फर्ट हुँदैन, साथीभाइहरूसँग घुलमिल भएको हुँदैन, यहाँको खानपिन यहाँको रहनसहन सबै कुरा अलिकति सबै नौलो हुन्छ नि त। त्यही भएर त्यो अलिकति मानसिक रूपमा प्रेसर भएर त्यो अप्ठ्यारो लाग्ने रहेछ सुरुमा, गाह्रो अलि हुने रहेछ। पछि बानी पर्दै जाँदा त आफ्नै गाउँ त जस्तो लाग्छ। पछि त आफ्नै गाउँघर जस्तो दिन बितेकै थाहा हुँदैन है अहिले त। पछि त त्यस्तै हो। यहाँ चाहिँ अब हाम्रो भाइले टिप्दै छुट्टै राख्नु पर्ने रहेछ। यो 3 नम्बर 2 नम्बर यहाँ चाहिँ हामीले यस्तो गर्छौँ। अन्त चाहिँ कसरी टिप्छ है, हामीहरू चाहिँ यहाँ चाहिँ के गर्छ भने चाहिँ यो 2 नम्बर 1 नम्बर सबैभन्दा राम्रो छौनको, अनि त्यो भन्दा यो, अनि त्यसपछि 3 नम्बर यो छान्ने हो। यो चाहिँ नराम्रो सानो फुटेको यताउता अलिक सस्तो हैन? सस्तो खाले। यसलाई फेरि यो 3 फेरि छान्नुपर्छ क्या। यो 3 नम्बरलाई चाहिँ छान्नुपर्छ। अहिले त छानेको भिडियो पनि तपाईहरुलाई देखाउँछु। पछि फेरि यसलाई साइज अनुसार 4-5वटा साइज छ हो, के दुनियादार छ, 8-9वटा छ नि यार। यसको साइज भारी काम चाहिँ गर्नु पर्दैन। अलिकति सुरुमा नजान्दा काम नजान्दासम्म चाहिँ अलिकति झन्झटिलो प्रोसेस हुने रहेछ हैन त? अलिकति त्यही हो। छुट्टाउँदाखेरि अलिकति ध्यान दिनुपर्छ। दिमागको काम छ, हात र दिमागको काम छ यहाँ त, अरू भन्दा पनि। जस अनि साउजीहरु कस्तो छ त यहाँ भाइको? यसो अलिकति कचकच गर्ने ओर्ने जस्तै अब मैले सुनेको भाइ पहिला आएको कम्पनीमा बङ्गुर फार्ममा तुलसी पुन मगर कि के पो हैन बितेको?
झुन्डेर अँ हो त्यस्तै झुन्डेरै मर्ने खालको बनाउने टाइप्सको छ कि यहाँनिर अलिकति सहज खालको छ त सब्जी चाहिँ नै सब्जी ठिक छ सहजै छ त्यस्तो छैन अब त्यस्तो अब गाह्रो बिरो हुन्थ्यो भने त कहाँ टिकिन्थ्यो यत्रो 2 वर्षमा यार अन्त हैन त्यही हो ठिक छ अब कहिलेकाहीँ जो पनि रिसाउँछ सामान्य कहिलेकाहीँ गल्ती भइहाल्छ मान्छे गल्ती भएपछि अब साउ भइसकेपछि अलिकति हल्का रिसाइहाल्ने थोरै 1-2 शब्द गाली गरिहाल्ने त्यो सामान्य नै हो जस्तो लाग्छ जो पनि रिसाउँछ हामी पनि त्यही हामी पनि अलिकति हामीसँगै साथीसँगै गर्दाखेरि पनि साथीले रिस उठ्छ अलिकति हामीलाई गल्ती गर्दा आफूलाई पनि रिसाइहालिन्छ भने त ऊ त झन् साउ हो कि नै साउजी त त्यसै साउजी भयो साउ त अनि हल्का उसलाई त घाटा लाग्छ नि त साउ काम बिग्रियो या त उसले पनि गाली खान्छ ऊ त आफूले पठाएको प्रोडक्ट अलिक गलत गयो भनेपछि नराम्रो गयो भनेपछि त्यही भएर त्यो सामान्य हो त्यस्तो त अब खासमा आफूले त्यो गल्तीलाई सुधार्दै गएपछि अनि त्यो खास साउले पनि केही भन्दैन सुरुमा अलिकति जानेको हुन्न अलिअलि गल्ती धेरै हुन्छ साउले पनि अलिकति भन्छ सम्झाउँछ अलिअलि 1-2 शब्द गाली पनि गरे जस्तो गर्ला रिसाउला त्यो पछि अनि आजकल त केही मतलब गर्दैन हौ साउले काम जानिसकेपछि त यिनीहरू गर्छ राम्रो गर्छ भन्ने विश्वास भइसक्यो त खासै मतलब गर्दैन गऱ्यो यो गर है त्यो गर भन्ने हो अनि यो त्यति भन्दा अनि भाइलाई चाहिँ यसो गाउँघरको सम्झना कतिको आउँछ त जति चाहिँ जस्तो भयो भने गाउँघरको त सम्झना त आइहाल्छ नि जतिसुकै यहाँ राजै बनाएर राखे पनि आफ्नो गाउँठाउँ त आफ्नो गाउँठाउँ भनेको त आफ्नै हो जन्मभूमि आफ्नो भर्खरै दसैँ तिहार गयो मन उतै गयो होला ज्यान नगए पनि हैन गइहाल्छ नि त्यो त स्योर हो नि अब के हुने रहेछ भने यहाँ होइन जति यत्रो नेपालमा त अब 15-20 हजार पनि पैसा कमाइ हुँदैन बेरोजगार भएर बसेको मान्छे होइन यहाँ अब यत्रो 2 लाख रुपियाँ दिएको छ होइन मिनिमम जसले पनि कमाउँछ क्या कोरियामा 2 लाख 2 देखि माथितिर अब कतिले अब कति कमाउँछ एउटा दाजुले त करोड कमाउनु हुँदैछ यार करोड मतलब नेपाली 10 लाख कत्रो होइन त्यति पनि कमाउने छन् यहाँ कोरियामा है तर पनि उहाँ दाइले होइन 10 लाख रुपियाँ नेपाली कमाउनुहुन्छ तर पनि उहाँलाई नेपाल चाडबाड आएको बेला उहाँलाई नेपाल याद आउँछ जान मन लाग्छ क्या त्यो ढुक्कै हो सोध्नु आज उहाँ दाइलाई गएर कसैले सोधे आज नपत्याए आफ्नो देशको माया त यहाँ राजै बनाएर राखे पनि आफ्नो देश भनेको आफ्नो देश हो आफ्नो देश जस्तो राजनीतिज्ञहरूले हामीलाई यो 2 लाख दिनु परेन यसो एभरेजमा 50,000 कमाउने नेपाली हुनुपर्छ नेपाली कहीँ जान्न क्या 40-50 हजारको जागिर चाहिँ हामीले नेपालमा ढुक्क गरी पाउने हो भने हामी विदेश जाने आउने मान्छेलाई कसैले सोचै बनाउँदैन होला जस्तो लाग्छ हैन नेपालीहरू यति राष्ट्रप्रेमी छ नि हेर्नु न जे जहाँ जाँदा नि नेपालको झन्डा बोकेर हिँडा हुन्छ कि नेपाली जो नेपाली पनि नेपालको झन्डा बोकेर जुन कार्यक्रम जहाँसुकै भयो नेपालीहरूले आफ्नो काँधमा झन्डा बोकेर हिँडिरहेको हुन्छ किन हो त त्यो आफ्नो देशप्रतिको माया हो नि त त्यो कुनै त्यो देखाउनको लागि मात्रै होइन नि त त्यो वास्तविक माया हुन्छ नि अरू देशमा खासै त्यस्तो अरूहरूलाई देख्दैन के जो आफ्नै झन्डा बोकेर हिँड्ने त्यो देखाउने मेरो देश मेरो झन्डा भनेर त्यस्तो सो अफ गरेको देखिँदैन हाम्रो देशहरूको गर्छ है किनकि माया छ नि त उनीहरूलाई हामीलाई हाम्रो नेपालीको चाहिँ संस्कार अलिकति बेग्लै हुँदो रहेछ जस्तो लाग्यो हैन राष्ट्रभक्तिहरू छन् कि नेपाल जनता नेताहरूले नै हो लुटे अलिकति ठगे जनतालाई भ्रष्टाचार गरे त्यसपछि राम्रो काम गर्दैन नगर्नाले यस्तो भएको हाम्रो देश नत्र पनि यो कोरिया भन्दा नि हाम्रो देश त कति राम्रो हो क्या त्यही त मलाई नि कोरिया मान्छेले वाउ भन्छ यताउता त त्यस्तो साह्रो खास लागेन मलाई कोरियामा पनि त्यही अलिकति सिटी एरिया अब त्यही अलिकति कहिलेकाहीँ अब यहाँको विकास वाउ हो अरू त अरू भन्दा नि विकास वाउ हो क्या यहाँ नेचुरल्ली त नेपाल कति राम्रो राम्रो छ नेपालमा विकास नभयो भने नेचुरल्ली चाहिँ अलिक ठुल्ठुलो होला बाटोघाटो अलिकति यसो राम्रो व्यवस्थित छ त्यो चाहिँ राम्रो हो यहाँनिर यहाँको विकास वाउ हो अरू होइन तलब पनि वाउ हो हैन त्यही विकास सँगसँगै आइहाल्यो नि विकास भइसकेपछि यहाँको अब स्यालेरी यताउता इन्कम राम्रो हो अब यति काम गरेर नेपालमा कसले दिन्छ यार 2 लाख रुपियाँ 50,000 दिएको भयो नि म आउने थिएन यस्तो यो च्याउ टिपेर हामीलाई अब 2 लाख दिन्छ सेलेरी हैन अनि 2 लाख मात्रै हो र अरू सुविधाहरू बिमा सीमा हुन्छ खाना बस्न दिएको छ त्यसपछि हेर्नु न यताउता जोड्ने भने त 2.5 लाखै हुन्छ सबै जोड्ने बिमाहरू अनि त्यो थोजिको भनेको पेन्सन हुन्छ वार्षिक पेन्सन हुन्छ त्यो वार्षिक पेन्सन पनि दिन्छ सबै जोड्दाखेरि 25-26 लाख जस्तो
25-26 लाख वोन भनेको नेपाली लगभग 2.5 लाख जति 2.5 लाख जस्तो हुन्छ तर जस यताउता गर्दाखेरि चाहिँ 2 लाख चाहिँ हराउँदैन हैन नेपाली 2 लाख चाहिँ अब बच्छ भन्नु त्यही आफूमा पनि भर पर्ने कुरा हुन्छ तर 2 लाख बचाउँछन् मान्छेले धेरैले बचाउँछन् त्यति चाहिँ भयो भने त बस भइहाल्यो नेपालमा त कसले दिन्छ र त्यति पैसा हामीलाई कसैले दिन सक्दैन अम्बानी भन्नु नेपालको चौधरीले पनि दिन सक्दैन हो यसरी काम गराएर चौधरीले पनि 2 लाख स्यालेरी दिएर कसलाई दिन्छ चौधरीको मेन म्यानेजरकै सायद कुनै कम्पनीको म्यानेजरकै छैन होला 2 लाख स्यालेरी यस्तो हुन्छ सेलेरी दिनेहरूले जुन देशमा दिने हो सेलेरी त्यो देशको मिनिमम वेज पनि हेर्छ कति छ त्यहाँनिर ज्याला दर हैन दिने त्यो अनुसारले दिन्छ नि उनीहरूले अरबौं कमाए पनि लाख त दिँदैन नि त कसैले हैन त्यहाँनिर कति छ दिने यसो सरकारी रेट अनुसार दिने हो हाम्रो त सरकारी मिनिमम सरकारी रेट हो नि त यो त अझ यहाँको लोकलहरू यहाँको कोरियनहरू त हाम्रो भन्दा धेरै खान्छ नि त हामी बराबर काम गरेर धेरै कमाउँछ नि धेरै कमाउँछ उनीहरूले त हामी काम गर्दा हेर्नु न नेपालीलाई त्यत्रो म्यानेजरसँग बनाएर अस्ति भर्खर आएको न्युज हेर्नु कोरियाको म्यानेजर नेपाली बनाएर 10 लाख रुपियाँ दिने रहेछ नि त भनेपछि यहाँ त प्रायः जसो यहाँ अलिकति अगाडि माथिल्लो पोस्टमै हुन्छ यस्तो तलको पोस्टमा यस्तो सामान्य काम गर्ने चाहिँ नेपालीहरू विदेशीहरू नै हुन्छ क्या अनि अरू अलिकति माथि लिडर अनि के फान्जाङनिम हुन्छ फान्जाङनिम थिम्जाङनिम हुन्छ त्यसपछि फान्जाङनिम अनि ख्वाजाङनिम के माथि हुन्छ नि त ओ तिनीहरूको स्यालेरी त हुन्छ राम्रै हुन्छ नि अनि सुविधा पनि त्यस्तै हुन्छ सरकारले नै बिमा सीमा स्वास्थ्य बिमादेखि लिएर सबै अनि हुन्छ हैन पेन्सन पनि यिनीहरूको जस्तो नेपालमा सरकारी जागिर खाएकोहरूको मात्रै पेन्सन हुन्छ नि त यहाँ त सरकारी खानै पर्दैन के प्राइभेट हामीले यस्तै गरे पनि हामीलाई पनि त वर्षमा जस्तो थेजिकुम भन्छ हामीलाई हाम्रो चाहिँ वार्षिक हामीलाई त्यो बोनस टाइपको हो सरकारी जागिरको जस्तै छ त 12 महिना काम गर्दा 1 महिनाको चाहिँ बोनस हाल्दिने हैन सिस्टम हाम्रो नेपालमा पनि त्यही त छ 12 महिना काम गर्दा पनि 13 महिनाको सेलेरी उनीहरूले पाउँछ त्यस्तै हो नि त हाम्रो पनि हैन त्यो नेपालमा अब जस्तो सरकारी जागिर खाएकोलाई त्यो पनि दिन्छ अर्को कुरा पेन्सन भनेको अवकाश भइसकेपछि के पछि अनि बुढेसकालमा पाउने पैसा हुने हो त्यो यिनीहरूको प्राइभेट सेक्टरमा नि हुन्छ क्या कम्पनीले नि अनिवार्य हालिदिनु पर्छ त्यो पनि हुँदो रहेछ है यहाँ अनिवार्य नै हुन्छ जस्तो यहीँ पनि हामीहरू नेपालको लागि मात्रै छैन त्यो नागरिक पेन्सन भन्ने पैसा जुन पेन्सन पछि अवकाश भइसकेपछि पाउने पैसा नागरिक पेन्सन अहिले जुन अरू थाइल्यान्ड कम्बोडिया यिनीहरूको सम्झौता गरेको छ सरकारले अनि जुन कुरा अस्ति नै संसदमा पनि उठाएको थियो सुमना श्रेष्ठले चाहिँ रासपाको सांसद सुमना श्रेष्ठले उठाउनु भएको थियो त्यो कुरा पनि ईपीएसबाट आउनेहरूलाई अरू देशको लागि चाहिँ त्यो पेन्सन पनि दिने भनेर त्यो पेन्सन पाउँछ हाम्रो चाहिँ पाउँदैन त्यो नागरिक पेन्सन भन्ने चाहिँ बिमा छ क्या त्यो गर्यो भने चाहिँ पछि काट्दै हैन राखेर थोरै काट्छ साउले कति पर्सेन्ट साउले बिहोरिन्छ अनि कति पर्सेन्ट कामदारले बिहोर्नु पर्छ क्या नागरिक पेन्सन आउने श्रम गर्ने बेला गरिन्छ नि 2308 कि कति तिरिन्छ त्यो फरक हो त्यो नेपालको लागि हो यहाँको होइन नि त कोरियाले दिने लागि चाहिँ कोरियन कम्पनीले नै कोरियन सरकारले नै दिनेवाला हो कि त्यो छुट्टै फेरि हामीले यहाँ काम गर्नुन्जेलसँग गर्ने जाने बेला चाहिँ त्यो पेन्सन भन्ने हुन्छ त्यो छुट्टै पैसा कोरिया ठिकै छ भाइलाई अहिले राम्रै लागिरहेछ कोरिया हैन ठिक छ यस्तो राम्रो हो नि अब काम गर्दा अलिक कहिले झन्झट लाग्छ अब गाउँघरको नेपालको याद आउँदा अब त्यही त हो नि अलिकति झन्झट लाग्ने हो नत्र भने त ठिक छ नि बानी परिँदै गइन्छ बिस्तारै सुरुमा अलिकति गाह्रो हुन्छ बिस्तारै बानी पर्दाखेरि हुन्छ अनि अब बेला बेलामा घरतिर बिदामा गएर आउने यताउता गर्ने नि राम्रै हुन्छ जस्तो लाग्छ अलिकति सोचेको भन्दा चाहिँ अलिकति फरक छ कोरिया हैन त हामीहरू जुन सोच ल्याउँछौँ त्यो चाहिँ हुँदैन यहाँ है त्यो चाहिँ कसैको पनि हुँदैन अनि बजारमै होस् या जहाँ होस् हामीलाई त राजै बनाएर पाल्छ क्या 2 लाख रुपियाँ दिन्छ कि जस्तो लाग्छ होइन जस्तो हामी नेपालमा जुन तरिकाले काम गरेर पैसा कमाउँछौँ नि त्यो तरिकाले यहाँ चाहिँ हुँदैन काम चाहिँ त्यस्तो चाहिँ राम्रै गर्नुपर्छ है राम्रै गर्नुपर्छ पाल्ली भन्छ यहाँ छिटो गर जति छिटो गरे पनि अझ छिटो गर छिटो गर्नु पर्यो हैन यिनीहरूको यो ठेगो नै हो के यो हाम्रो साउले भन्थ्यो कि अस्ति न हाम्रो देशमा चाहिँ पहिले जब त्यो जापानिजहरूले यहाँ जापानिजको उपनिवेश थियो नि त यो कोरिया पहिला त्यतिखेर चाहिँ
जापानिज ऊ पनि भइसक्यो त्यहाँबाट अनि छुट्टेपछि यहाँ यिनीहरूको दक्षिण कोरिया र उत्तर कोरियाको वार भयो आन्तरिक द्वन्द्वपछि छुट्टेपछि यिनीहरूको विकास अनि त्यसपछि विकास गर्ने क्रममा यहाँ जनता श्रमिकहरू चाहिँ एकजुट भइसकेपछि अनि सबले अनि पाल्ली 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 भन्ने त्यो शब्द थिएको चाहिँ बस्यो होइन त्यतिखेर चाहिँ सबैले छिटछिटो गर्नुपर्छ मेहनत गर्नुपर्छ भन्ने त्यो नारा अनि त्यसपछि अनि जसले पनि काम गर्दा पाल्ली पाल्ली गर पाल्ली 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 होइन त्यसपछि त्यो जनताहरूको सबैको मुखमा चाहिँ पाल्ली पाल्ली भन्ने शब्द छ अरे कि त्यसलाई ठुलो नराम्रो मान्ने या त यो सावरले यस्तो भनेर चाहिँ पिर मान्न हुँदैन यो चाहिँ कोरियनहरूको थेगो जस्तै नै भइसक्यो भन्छन् क्या छिटछिटो गर्ने सकेसम्म छिटछिटो गर्ने अब छिटो गऱ्यो भने त अब काम बन्द होइन यिनीहरूले भन्नु हुँदा अब यिनीहरूले पनि पैसा जस्तो कमाउनु पर्यो नि त यिनीहरूलाई यो विकास पुर्याउन होइन यिनीहरूलाई 40-50 वर्षमा यो लेभलमा आइपुग्यो नि त किन भन्दा यो 200 वर्ष 100 वर्ष लाग्ने कामलाई चाहिँ छिटछिटो गरेर त्यो टाइमलाई त घटाइदियो नि त रेटलाई अलिक छिटो विकसित भयो छिटो विकास भयो त्यही हो पाल्ली पाल्लीको अर्थ त्यसो भए अब जस नेपालीहरू हामीहरू मजाले चिलमा गर्ने आज होइन भोलि गरौँ ल भन्ने भएर त बिग्रेको हो नि नेपालमा चाहिँ तर यहाँ चाहिँ त्यस्तो हुँदैन भोलि होइन टाइम टु टाइम कतिखेर के गर्ने त्यो टाइम टु टाइम फिक्स गर्ने हो कि यिनीहरूको ट्रान्सपोर्टेसन पनि कस्तो बवाल हुन्छ हाम्रो नेपालमा अब जानु पर्यो भने अब कति घन्टामा पुग्ने 2 घन्टाको बाटो अब 4 घन्टा लाग्ने हो कि 5 घन्टा लाग्ने हो कि कति त्यो फिक्सै हुँदैन यहाँ चाहिँ ठिक्क फिक्स हुन्छ क्या तपाईँ यहाँदेखि अब जस्तो यहाँ हाम्रो ठाउँदेखि खङ्जु जानलाई 1 घन्टा लाग्छ भने चाहिँ 1 घन्टा नै लाग्छ क्या त्योभन्दा बढी पनि लाग्दैन कम पनि लाग्दैन फिक्स हो ल अब हाम्रो भ्लग अलिकति लामो भयो अब टक्कैलाई सर्टकट हानिदिउँ टुङ्गाइदिउँ अब नेपालमा जस्तै अब पढेर बसिरहेको साथीहरू अब नयाँ आउनु खोजिरहेकोहरूलाई चाहिँ के चाहिँ सन्देश भाइले चाहिँ यसो दिनु मन लागेको छ नेपालबाट आउनु नि पढिरहनु भएको ठिक छ काम चाहिँ राम्रो हुन्छ यहाँ पैसा पनि हुन्छ है अब आउँदै हुन्छ अरूभन्दा सबभन्दा गाह्रो हुने कुरा चाहिँ यहाँ माइन्ड प्रिपेरेसन चाहिँ हुनुपर्छ माइन्डले अलि दिमाग मानसिक रूपमा चाहिँ अलिकति तनाव हुन्छ सुरुमा सबभन्दा विशेष गरी सुरुमा पछि अनि बिस्तारै अनि अब बानी पर्दै गएपछि त्यो माहौल बुझ्दै गएपछि सब ठिकै हुन्छ अलिकति मानसिक रूपमा चाहिँ अलि बलियो भएर आउनुपर्छ अरू काम भन्ने कुरा नेपालीले जे पनि गर्न सक्छ नि जसले पनि गर्न सक्छ त्यो गाउँमा बस्ने सहरमा बस्ने भन्ने खासै फरक पर्दैन है त्यो काम गर्नै नसक्ने भन्ने हुँदैन मेन कुरो मानसिक रूपमा चाहिँ अलिकति प्रिपेयर भएर आउनुपर्छ कुनै ठाउँमा चाहिँ अलिक साथीभाइहरू या त लिडरहरू अगाडिकोले हल्का पेल्छन् त्यतिखेर चाहिँ आफूले धेरै प्रेसर लिन भएन के ठिक छ बरु मन पर्दैन भने चाहिँ त्यो कम्पनीमा अलि काम मलाई चित्त बुझेन भने जस्तो भएन पछि आफूलाई अलि गाह्रो नै भयो चाहिँ काम चेन्ज गर्ने जस हाम्रो त यहाँनिर ओपन प्लेटफर्म छ नि त अब यसो यताउता अर्को कम्पनीमा जानु पाइन्छ कम्पनीतिर जाने अर्को अलि राम्रो ठाउँ पाइहाल्ला आफूले चाहेको जस्तैमा जाने अलि अब के छ नेपालीहरू कम भएकोमा जाने कि या त बढी भएकोमा जाने कि या त नेपालीहरू नभएकोमा जाने कि या त काम कस्तोमा जाने के जाने कतातिर जाने धेरै छ नि त यहाँ आफ्नो इच्छा अनुसार जान पाइन्छ धेरै साथीहरूले यसो युट्युबमा के अरे यो फसदको बारेमा पनि सर्च गरिरहेको हुन्छ कस्तो हुन्छ काम अब म पनि आउनु भन्दा त्यही सर्च गरेर हेर्थेँ साथीहरूले काम गाह्रो हुन्छ भन्थ्यो तर यहाँनिर आएपछि त्यस्तो साह्रो चाहिँ होइन रहेछ त्यस च्याउमा कोही आउनु इच्छुक छ काम गर्नु इच्छुक छ भने चाहिँ भाइ के भन्नु चाहनुहुन्छ त ठिक छ काम यस्तो हो आफ्नो इच्छा हो आफूलाई कतातिर गर्नु मन लाग्छ त्यो गर्ने हो च्याउतिर पनि राम्रै हुन्छ त्यस्तो नराम्रो भन्ने हुन्न यदि तपाईँहरूलाई गर्मी धेरै मन पर्दैन सहन सक्नुहुन्न या त जाडो धेरै सहन सक्नुहुन्न भने चाहिँ त्यस्तो व्यक्तिको लागि या त गन्ध यताउता धुलो धुवाँबाट चाहिँ अलिकति नभएको ठाउँमा काम गर्न चाहन्छ भने यस्तो च्याउमा चाहिँ राम्रै हुन्छ च्याउमा राम्रो हुन्छ हैन अनि पैसा फेरि धेरै चाहिँ जस्तो 3 लाख 4 लाख 3 लाख रुपियाँ भयो मेरो त 2.5 लाख रुपियाँ भयो यति भयो भन्ने सोच्ने त्यही पैसाको पछि लाग्ने भने चाहिँ हुँदैन यहाँ है पैसा त्यो सोचे अनुसारको 3 लाख रुपियाँ कमाउने यताउता अब कुनै कम्पनीमा हुन्छ अरे अलिक ठुलोमा ओटीसोटी चल्नेमा होला तर बेसिक चाहिँ यहाँ नर्मलै हुन्छ त्यति धेरै हुँदैन यो च्याउतिर काम पनि हुन्न नि त धेरै त्यही भएर पनि हो काम गुनाको पैसा हुने त हो नि काम त्यस्तो गाह्रो हुँदैन त्यस्तो ओभर गर्नु पर्दैन
त्यही भएर काम पनि गर्नुपर्छ होला अब यो छोटो भिडियो चाहिँ हामीले यहाँ ल्याइदिउँ होला होइन ल अन्त फेरि अब हामी अर्को भिडियोमा फेरि फेरि अर्को कुरामा गफसप गर्दै राख्ला नि त है गरौँला काम पनि गर्नुपर्छ अहिले फेरि नभरे भोटेले है काम यति नै हो सेक्किदुरी उहाँको इच्छा भन्यो भने त गाह्रो भइगयो र ल बाई बाई गरिदिनु भाइ बाई भाइ यता बाई गरिदिउँ भाइ बाई बाई अब हाम्रो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई यदि मन परेन भने पनि 1 लाइक चाहिँ गरिदिनु होला फेरि अब हामीले मन नपऱ्यो नि एक नट आएर कमेन्टमा 2वटा गाली चाहिँ नछोडेर लाइक गरेर जान लगेर तिनीहरूको यो हावा गफ सुन्यो नभन्नु होला अब ठिकै हो वास्तविक चोरी यस्तै छ यसो तपाईँहरूले मन नपऱ्यो भने 1 लाइक चाहिँ ठोकिदिनु होला किनभने फेरि हामीले अर्को भिडियो बनाउँदा फेरि अलिकति हौसला हामीलाई मिल्छ तपाईँहरूले यस्तो हो सुझाव दिन सक्यो नि त सुझावहरू दिनुहोस् तपाईँहरू मन परेन भने के मन परेन कस्तो चाहिँ अलिकति सुधार्नु पर्ने कुरा या त गलत केही बोलेको छ भने गलत कुराहरू यो हाम्रो कामको बारेमा चाहिँ कुन पक्षको चाहिँ अलिकति ब्रिफिङ गरेको अलिक त्यसको बारेमा चाहिँ अलिकति भनिदिएको राम्रो हुन्थ्यो होला जस्तै कुन पक्ष चाहिँ हामीले छुट्यायौँ त भन्नुमा यसो त्यसको बारेमा पनि केही कमेन्ट गरिदिनु होला भन्दै बाई बाई आजलाई